हेलो ब्युटिफुल पिपल, यो चाहिँ अस्ति न्यू इयर फर्स्टको है भिडियो हो। मैले जो आज अपलोड गर्दैछु, भ्लगिङ गरेको थिएँ है। मैले छोटो छोटो क्लिपहरू बनाएको थिएँ, त्यो भएर टाइम नभएर चाहिँ एडिट गर्ने है जोड्नुपर्ने हुन्छ नि त, अन्त एडिट गर्ने टाइम नभएर चाहिँ मैले आज अपलोड गर्दैछु। यो चाहिँ चर्चमा है, बिहानको टाइम मर्निङमा 10 o'clockहरू भएको थियो होला। हामी छिटो पुगेको कारणले बाहिर एकछिन घाम ताप्दै चियाहरू खाँदै बस्यौँ। मेरो छोरी है ऊ पनि एक्साइटेड छ आज है। ऊ चिया खाँदै डुलिरहेको थियो। छोरी चाहिँ छोरा ऊ त्यो ठुलो, अनि अरू नानीहरू यस्तो थियो, सबै मण्डली फ्यामिलीहरू है। अनि हामी सेवामा अब स्टार्ट हुन आँटेको थियो सेवा है। अन्त बाहिर एकछिन नानीहरूलाई खेलाएर चाहिँ हामी चाहिँ अन्त अब भित्र पस्नुपर्ने थियो। ऊ सेवा पनि स्टार्ट भयो अनि एकदमै ब्लेसेड भयौँ हामी सबैजना है। न्यू इयरको दिन है प्रभुबाट भएर हामीले सुरु गऱ्यौँ है। कहीँ घुम्नु डुल्नु गयौँ न है, अब सेक्युलर तरिकाले हामीले इन्जोय गऱ्यौँ न। सो चर्चमा भएर है नानीहरू यहाँ इन्जोय गर्दै उयो डान्सहरू गर्यो। मेरो छोरी पनि उफ्रिरहेछ, हेर्दै सिक्दै उफ्रिँदै गर्दैछ होइन। एकदमै उसले पनि इन्जोय गरिहाल्छ क्या। अन्त त्यहाँदेखि सबै खानपिन गरेर हामी चाहिँ फर्क्यौँ है। घर अलिक तल छ, चर्च चाहिँ माथिको हो। अन्त रोड मुनि चाहिँ चर्च मुनि चाहिँ रोड छ, त्यो भएर हिँड्दै झरेर चाहिँ हामी चाहिँ अब घर फर्केको है। सक्यो अब घर फर्क्यो। डेमा नानीले गर्दा सुत्छ, त्यो कारणले एकखेप मात्रै हामी डुल्नुपर्ने हुन्छ है। अब 12-1 बजीसम्ममा घर पुग्नुपर्ने हुन्छ, 2 बजीसम्म। अनि त्यो नानीहरूको गिफ्टहरू पनि उहाँ डिस्ट्रिब्युट गरेको थियो। अनि यो चाहिँ घर पुगेर मैले अब गुड बाई इभिनिङको भिडियो है गर्दै थिएँ। सक्यो न्यू इयर पनि, हामी ब्लेसेड भयौँ सबैजना फ्यामिली। अब हामीले प्रभुबाट भएर है हामीले प्रभुमा धन्यवाद दियौँ, सरी भन्यौँ, सबै कुछ गरेर मन पनि शान्ति खुसी साथ हामी है घर फर्क्यौँ। अनि आज उसको पापाको पनि आज चाहिँ डबल सेलिब्रेसन थियो। न्यू इयर साथसाथ उसको पापा है मेरो हस्बेन्डको बर्थडे। अन्त बहिनी एकदमै एक्साइटेड छ क्या, उसलाई केक काट्नु क्यान्डल ब्लो गर्नु भनेपछि एक्साइटेड हुन्छ। अन्त उसकै लागि भए पनि पापा त मानेकै थिएन केक काट्नु, अन्त उसकै नानीकै लागि भए पनि